खड्काको मोबाइल हैन म चाहिँ एकदम अनाथ जस्तै हो के मेरो चाहिँ चारजनाको ग्रुप थियो म प्रतिज्ञा अनि त्यसपछि खड्का अनि त्यसपछि हाम्रो नन्दिता हैन तिनीहरूले चाहिँ मलाई छोडेर कहाँ गए मेरो यहाँ यस्तो बेहाल भइरहेछ कि मलाई मात्र थाहा छ तिनीहरू कहाँ गए मलाई छोडेर मलाई थाहा पनि छैन मेरो वास्ता पनि गरेको छैनन् गाइज है अब यही हो को कारणले है कसको कारणले केको कारणले भन कसको कारणले येशूको कारणले हो देह धारणले खड्काको मोबाइल हैन म चाहिँ एकदम अनाथ जस्तै हो के मेरो चाहिँ चारजनाको ग्रुप थियो म प्रतिज्ञा अनि त्यसपछि खड्का अनि त्यसपछि हाम्रो नन्दिता हैन तिनीहरूले चाहिँ मलाई छोडेर कहाँ गए मेरो यहाँ यस्तो बेहाल भइरहेछ कि मलाई मात्र थाहा छ तिनीहरू कहाँ गए मलाई छोडेर मलाई थाहा पनि छैन मेरो वास्ता पनि गरेको छैनन् गाइज है अब यही हो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल उमेश ब्लग स्टार 1 मा यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत छ र आज चाहिँ विशेष गरी एसईको परीक्षाको क्रममा म चाहिँ हरेक ठाउँमा आफ्नो छोरी गएर अनि जससँग गएर खिचेको फोटोहरूलाई चाहिँ आजको यो भिडियो मार्फत प्रस्तुत गर्दैछु आफ्नो मम्मीसँग जुन आज हाम्रो स्वागत मन्तव्य कार्यक्रममा यो मम्मीसँग रहेको फोटो विशेष र अन्य धेरै गुरुआमाहरूले हाम्रो एसएससीको परीक्षा क्रमदेखिबाट लिएर अहिलेसम्म साथ सपोर्ट र अनि माया गरिदिनु भएको यो मायाको विशेष चिनो आजको यो हाम्रो दीपक सरसँगको फोटो छोरीको आज हाम्रो यो ब्लगमा र विशेष मलाई धेरै माया गर्ने म बिरामी पर्दाखेरि पनि मलाई माया गरेर जाँच दिनको लागि कुनै घटी कमी नभइकन जाँच दिनको लागि सफल गर्नुभएको गुरुआमा विशेष र विशेष मेरो एकदम प्रिय मिल्ने साथी कृतिका जुन फोटोहरूलाई चाहिँ मैले फोटोज अनुसारले नाउँहरू लिइरहेको छु कति प्रियको नाउँ छुट्न पनि सक्ला र अब छोरीले मलाई धेरै कुराहरू सुनाएर आफ्नो गुरुआमाको नामहरूलाई मसँग भन्ने गरेको हुनाले अनि सबैजनाको नामलाई समेट्न त सक्दिनँ होला तर कतिपय मलाई थाहा भएको नामहरूलाई चाहिँ आजको यो भिडियो मार्फत प्रस्तुत गर्दैछु र सबैजनाले भिडियोलाई सुरुदेखिबाट अन्तिमसम्म हेरिदिनु होला र विशेष यो भिडियोलाई चाहिँ खिच्नको लागि म अलिकति यो अब आफ्नो कामको व्यस्तताको कारणले स्कुलसम्म आउन नभ्याए तापनि धेरै फोटोजहरूलाई चाहिँ जम्मा पारेर आजको यो भिडियो चाहिँ हाम्रो च्यानल उमेश ब्लग स्टार 1 मार्फत प्रस्तुत गरेको छु र जसको हातमा यो भिडियो पर्छ जसले हेर्नुहुन्छ जतिजना हाम्रो युनिकासँग मिल्ने साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु जति पनि हामी एसएससीको परीक्षादेखिबाट लिएर अहिलेसम्म हामी सबैजना जे सफल छौँ हामी सबैको सफलताको विशेष शुभकामना सहित यो भिडियो चाहिँ मैले प्रस्तुत गरेको छु खासै भिडियो धेरै लामो त छैन जुन 8 मिनट 22 सेकेन्डको भिडियोलाई चाहिँ यहाँहरूले हेरिदिनु होला भन्न म चाहन्छु विशेष गरी हाम्रो श्री मकुन्नेश्वरी माध्यमिक विद्यालयले अहिलेसम्म जति विद्यार्थीहरूलाई चाहिँ विगत लामो समयदेखिबाट पढाउँदै अनि उहाँहरूलाई चाहिँ माया प्रेमको साथले उहाँहरूलाई शिक्षा दिँदै आउनु भएको छ यस स्कुलमा पढाउने गुरुआमाहरूलाई पनि विशेष आजको यो भिडियो मार्फत धन्यवाद दिन चाहन्छु
र धेरै किसिमको भ्लगहरू हाल्ने क्रममा विशेष गरी आजको यो SEE को 2082 को यो भिडियोलाई पनि यहाँहरूको माझमा प्रस्तुत गरेको छु। यहाँहरूले भिडियो राम्रो या नराम्रो जस्तो भए पनि झर्को नमानिकन यो भिडियो चाहिँ हेर्नुहुनेछ भन्ने आशा पनि राखेको छु। र जति पनि माया गर्दै हाम्रो दिपक सरले अनि हाम्रो सीता गुरुआमाले जस छोरी युनिकालाई चाहिँ गर्नुभएको त्यो माया अनि प्रेम जस्तो गरी उहाँहरू हाम्रो दिलमा मन मुटुक हृदयमा बस्नुभएको छ। त्यस्तै गरी यो भिडियोलाई पनि हामीले प्रस्तुत गरेर चाहिँ आफ्नो युट्युब च्यानल मार्फत प्रस्तुत गरेको छु। जस्तै गरी म त्यहाँ अब आउन नपाए तापनि आएर भिडियोहरू भ्लगहरू गर्ने मन इच्छा हुँदै पनि समय परिस्थितिको कारणले गर्दाखेरि उपस्थित हुन नसके पनि आजको यो भिडियो मार्फत चाहिँ यहाँहरूलाई विशेष गरी उमेश भ्लग स्टार अर्थात् म उमेश को तर्फबाट यहाँहरूलाई विशेष गरी धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। र आउने दिनहरूमा पनि अझै हाम्रो स्कुलको भ्लगहरू स्कुलको जति पनि कार्यक्रमहरूको प्रस्तुत गर्नको लागि हाम्रो भ्लगमा चाहिँ जे होस् हाल्ने मन विचार छ। अझै धेरै भिडियोहरू चाहिँ हाम्रो स्कुल सम्बन्धीको भिडियोहरू हाम्रो गुरुबा गुरुआमाहरू सम्बन्धीको जुन उहाँहरूसँगको इन्टरभ्यूहरू धेरै कुराहरू चाहिँ हाम्रो भ्लग मार्फत प्रस्तुत गर्नको लागि जे होस् आशा बोकेको छु। र विशेष गरी हाम्रो जतिजना हाम्रो यस स्कुलमा चाहिँ शिक्षकहरू हुनुहुन्छ शिक्षिकाहरू हुनुहुन्छ उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु कि हाम्रो च्यानललाई चाहिँ यहाँहरूले पहिलोचोटि मात्र हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई अनिवार्य रूपमा हेरिदिनु होला। यहाँहरूको साथ अनि यहाँहरूको सपोर्ट यहाँहरूको माया यहाँहरूको प्रेम हाम्रो च्यानल माथि पनि देखाइदिनु होला पनि भन्न चाहन्छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। हाम्रो विशेष गरी केपी सर उहाँको चाहिँ धेरै टिकटक धेरै टिकटक चाहिँ हाम्रो मैले हेरिरहेको छु हेरिरहने गर्छु र उहाँलाई पनि एकदम बाहिरी रूपले नभए पनि भित्री रूपले राम्रो गरी चिनेको छु। उहाँ एकदम राम्रो हुनुहुन्छ। स्कुलको सबै विद्यार्थीहरूलाई चाहिँ एकदम माया अनि प्रेमको साथले उहाँहरूले दिनुभएको शिक्षाको कारणले नै आज जुन SEE को परीक्षामा यो जाँचमा सफल हुनुभयो। विशेष गरी हाम्रो गाउँपालिकाको अध्यक्षज्यू मेयर हाम्रो सज्जन सर उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। जति पनि हाम्रो सफलताको शुभकामना मन्तव्य दिनको लागि शुभकामना दिनको लागि स्कुलसम्म पुगिदिनु भयो। आफ्नो बहुमूल्य समयको एकदम महत्त्व समयलाई पनि आफूले उहाँ दिनुभयो। यसको लागि विशेष उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। जतिजना स्कुलमा जे होस् स्कुललाई माया अनि प्रेम सद्भावना देखाउँदै यो स्कुलसम्म आएर यो कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण प्रिय हाम्रा आदरणीय जतिजना दाजुभाइ दिदीबहिनी आमा बुबा जति जहाँबाट आउनुभएको छ यहाँहरू सम्पूर्णलाई विशेष गरी म टाढै भए पनि जे होस् आउन नभ्याए तापनि आजको यही भिडियो मार्फत विशेष धन्यवाद दिन चाहन्छु। जतिजनाले जुन हाम्रो यो भिडियो हेर्नुहुनेछ यहाँहरूले सबैजनाले आफ्नो तर्फबाट यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र यदि च्यानल हेरिरहनु भएको छ भने विशेष धन्यवाद र सबैजनाले लाइक अनि कमेन्ट सेयर गरिदिनु होला है। थ्याङ्क यू सो मच। धन्यवाद। उमेश भ्लग स्टार 1।